ल यो तपाईको रड चाहिँ गोल्डन स्प्यारो है 9 फुटको अनि यो रिल चाहिँ तपाईको एक्युरेटाको 6000 सिरिजको रिल हो है यहाँ देखिएछ कि छैन 6000 सिरिजको रिल हो अनि यसलाई चाहिँ टाइट गर्न यो साल्ट वाटर कन्सेप्टको है तपाईको समुद्रतिर खेल्न पनि मिल्छ जता नि खेल्न मिल्छ अनि यसको तपाईको ह्यान्डल चाहिँ टाइट गर्नलाई यसरी समात्नुपर्छ यो भागलाई फर्स्टमा समात्नुपर्छ अनि यसले चाहिँ यसरी घुमाएपछि बल्ल टाइट हुन्छ है यो अनि बल्ल घुमाउन मिल्छ यही नै हो अनि कम्पनीबाट 10 केजी म्याक्स ट्र्याक छँदैछ अनि साल्ट वाटरतिर खेल्न मिल्छ पुरै सिल्ड हुन्छ है यो त्यो ठिक छ अनि यसलाई चाहिँ अब क्लोजिङ गर्नु पर्यो यो ह्यान्डललाई क्लोज गर्नु पर्यो नगर्दा पनि हुन्छ गर्नु पर्यो भने चाहिँ यो भाग समात्नुपर्छ है यो भागलाई समात्ने अनि यसरी गरेपछि यो खुल्छ ल यसरी क्लोज हुन्छ अनि रडको त यो रिल सिट यो पनि सार्न मिल्छ है तर यो सार्न पर्दैन म फिक्स नै गरेर पठाइदिन्छु तपाईँ सार्न पर्यो नि यो यसरी खोलेर सार्न मिल्छ है यसको चाहिँ अनि रड रिल दुईटै बलियो छ यो रडले पनि 4-5 किलोसम्मको माछा नि धान्छ है 2-3 किलो त उचाले पनि धान्छ यसले 2-3 किलोको माछा त है भनेपछि तपाईले 4-5 किलो माछा मजाले ल्यान्ड गर्न सक्नुहुन्छ है ल रड रिलको सेट यही हो एकदमै स्मुथ हुन्छ अनि नप पनि पावर नभ ह्यान्डल छ है